के भन्नु अब कति गोल खायो भन्नु न कति गोल 10-0 हेलो गाइस सबैजनालाई वेलकम टु ब्याक युट्युब च्यानल सबैजना सन्चै हुनुहुन्छ होला हामीले पनि सन्चै छु हामी त अहिले बल खेल्न जानु लाग्छु बाइकमा सरर दाजु र म हैन दाजु ओके एकदम बवाल छ हैन अब यस्तो रन गर्छ यसले म भिडियो बनाउँछु हैन ल धेरै धेरै बनाउने हैन ल ब्याक लाग्यो टेकानको तलपट्टि दाजु भाइ सब गाइस दामी सुताइदिन्छ बाइक फेरि यसले टरिङमा के हो भएर मजा आएन मलाई त मजा आएन है त मजा चाहिँ आएन है मलाई फिस त यहाँसम्म मात्र हो क्या हो अहिले त हामी यहाँ शीतलमा बस्न लागेको छु होइन यस्तरी बाइक राखेर गाइस अब के गर्नु अब कति आधा घन्टा कति 10 मिनट छ बाटो 10 मिनटमा हामी पुग्छौँ त्यहाँ अनि त्यसपछि केटाहरूले खेल्छौँ हामी हान भन्छु तिनीहरू हान्छ होइन टक्क लगाएर होइन गाइस अब हामी एकैछिनमा पुग्छौँ एकदमै गर्मी उठिस अरे त हाम्रो भन्दातिर त भिलेज गाइस टेकानपुर भिलेजमा है फाइनली हामी ग्राउन्डमा आइसक्यो उता बसिरहेको छौँ एक्लै हेलो गाइज वाट्सअप गाइज हामी चाहिँ होइन अलि टक्क लाएर अलिक फुल गऱ्यो होइन टक्क लाएर हामी चाहिँ के अरे त्रिपुरा सुन्दरी कति हो अहिले 4 कि 5 5 हो होइन 5मा यो झन्डा डाँडामा आएको छौँ होइन एकदम अब अहिलेको भनौँ न प्रख्यात ठाउँ होइन टक्क यता लाएर हामीले निन्जा पनि लिएर आएको छौँ निन्जा होइन एज2 निन्जा एज2 त्यहाँ छ यता हाम्रो होइन अब साथी टुरिस्टदेखिको एकजना साथी हुनुहुँदो रहेछ यहाँ लपडाँडामा भलिबल प्लेयर हुनुहुन्छ उहाँ फाइनली गाइस अहिले त लपडाँडा भन्ने ठाउँमा आएको छु हामी होइन टक्क लाएर केटाहरूले फुटबल खेलिआएको पिदुराम खेलेर यार के भन्नु अब कति गोल खायो भन्नु न कति गोल 10-0 अनि यस्तो हुन्छ त त्यहाँदेखि त्यहाँ बस्नु लात लागेर सर्लक्क लपडाँडा आएर होइन अब लपडाँडा ल पर्छ भन्छ खोइ हाम्रो पर्दैन खोइ के भयो सर्लक्क लाएर होइन के भन्नु यस्तो हरियाली छ यार गाउँ यो गाउँ चाहिँ फेरि के पिस्कर गाउँ हो हाम्रो गाइस सर्लक्क लाएर युवा त्रिशुल जस्तो खतरा चलिरहेको छ कि र एकछिनपछि हामी ड्रोन सट उडाउने गर्छौँ ड्रोन सट उडाएर देखाउँछ तपाईँहरूलाई यस्तो बबाल छ होइन तपाईँले ड्रोन सट हानिदिने हो नि त यहीँ सर्लक्क ड्रोन सट हानिदिने हो केटाहरू तलतिर ओभर गइरहेछ अरे 10-0